रसुवामा आएका बाढीका कारण पीडित भएका दाजुभाइ दिदीबहिनीहरूलाई हामी सबै मिलेर सहयोग गरौँ साथीहरू। मैले नि आफूले सकेको जति गरेँ, हजुरहरूले नि जति सक्नुहुन्छ गर्नुहोला। धेरै तपाईँहरूले गर्नुभएको सानो सहयोगले पनि कसैको जीवनमा ठुलो आशा र राहत दिन सक्छ साथीहरू। आजको मौसम नि कस्तो भएको छ साथीहरू, एकैछिनमा पानी परिरहेछ, एकैछिनमा घाम उताइरहेछ। मैले तरकारी काट्दा पानी नि यहाँ छुटिसकेछ साथीहरू। आज चाहिँ मैले तामा बनाउन लागेको। तामा चाहिँ कसो उसको फेभरेट हो। सुरुमा चाहिँ करेला बनाएको, सबैजनाले तामा खानुहुन्न। अनि हजुरहरूले तोरी लसुनमा पकाउनुहुन्छ कि हुन्न? मैले चाहिँ तोरी लसुनमा बनाउँछु है। यता दाल पाकिसक्यो अनि यता तामा नि भुट्न लागेछ। पानी भर्खरै छुटे थियो नि त, अनि म त त्यही मौका छोपेर प्लान्टहरू नि हेर्न थालेँ साथीहरू। मैले किचनमै बसिराख्दिनँ। बिहान यता किचनमा बेच्ने सामानहरू नि आइसक्यो साथीहरू। हाम्रो किचनमा आलु तास्ने कुरा हरा थियो अनि मम्मीले भर्खरै लिइसक्नु भयो। अहिले चाहिरहेको छ अनि कहाँ खोज्न जाने भनेर लिनुभयो। यो चाहिँ फुल मैले गोदावरी फुल लगाएको थिएँ साथीहरू। यस्तो मजाको भइसकेको छ अनि यसलाई चाहिँ मैले लगेर उता सारेँ। मलाई चाहिँ अल्छी लाग्दैन कि यो फुल चलाउँदा, माटो चलाउँदा, यो रोपिराख्ने हो, तरकारी यता